आज चाहिँ हामी चाहिँ ईदको दिन चाहिँ बाहिर जाने प्लान थियो। डम्पामा गएर सी फुड खाने। अनि सी फुड दिने तरिका त खतरा रहेछ। पहिल्यैदेखि ट्राई गर्ने सोचिरहेको थिएँ। अनि ईदको दिन चाहिँ हाफ ड्युटी भएर छुट्टी भयो। अनि त्यही भएर चाहिँ आएर चाहिँ सी फुड खान गएको। सी फुड त खतरा ल्याइदिँदो रहेछ। अनि कस्तो टेस्टी रहेछ। हामी नेपालीहरूले चाहिँ त्यहाँ गएर चाहिँ स्पाइसी भनेर माग्नु पर्ने रहेछ। फिलिपिनाहरूको चाहिँ एकदम गुलियो हुन्छ। हाम्रो चाहिँ स्पाइसी भनेर माग्यो भने चाहिँ दामी टेस्ट ल्याइदिँदो रहेछ। अनि त्यहाँदेखि चाहिँ भात पनि आउने रहेछ। यहाँ चाहिँ गएर 4जनालाई चाहिँ मजाले खानु पुग्ने रहेछ। अब त्यो क्वान्टिटी चाहिँ कतिजना त्यही हेरेर माग्नु पर्ने रहेछ। त्यहाँदेखि चाहिँ हामी गयौँ कर्नेसतिर। अनि कर्नेसमा चाहिँ फायरवर्क्स हेर्ने हाम्रो विचार आयो। अनि पर्खिनु पर्ने भयो 9 बजीसम्म। अनि त्यही भएर हामी चाहिँ अनि पुरा भिडियोहरू लिँदै पर्खेर बस्यौँ। त्यहाँदेखि चाहिँ फायरवर्क्स स्टार्ट भयो 9 बजेपछि। मजाले हेर्नु त कति मजाले यस्तो मजाले हेऱ्यो। अनि यहाँ चाहिँ जेमा पनि फेस्टिभलमा पनि न्यु इयरमा पनि नेसनल डेमा हरेकमा फायरवर्क्स गरेर पड्काउँदो रहेछ पुरा लाइट्सहरू। अनि त्यो हेऱ्यौँ मजाले हेरिसक्यौँ। अनि त्यसपछि चाहिँ हेरिसकेपछि चाहिँ अनि अब हामी चाहिँ त्यहाँदेखि चाहिँ घरतर्फ लाग्यौँ। मैले सबैलाई त्यहाँदेखि मैले सोधेको घर हिँड्यौँ। घर हिँड्दाखेरि सोध्नु पऱ्यो नि त कस्तो कस्तो लाग्यो भनेर। अनि सबैलाई राम्रो लाग्यो अरे। सबैजना हेरेर त्यहाँ मोबाइलमा आफ्नो भिडियोहरू हेर्दैछ सबैजना। अनि सोधासोध गर्दै अनि बहिनी र म चाहिँ आफ्नो पार्टनरलाई नि सोध्नु पऱ्यो। उहाँहरूलाई नि एकदम राम्रो लाग्यो अरे। सबै खुसी भएर अनि त्यहाँदेखि चाहिँ घरतर्फ लाग्यो हामी। हाम्रो चाहिँ ईद यसरी नै बित्यो। तपाईँहरूको कसरी बित्यो?